ल गाइज मसँग चाहिँ 3टा बस कार्ड छ होइन। फाइनली मेरो दाइलाई भेटायो। अनि के छ त केही भन्नुहुन्छ? त्यो सिस्टम छ है। यहाँ चाहिँ छ है। अनि यहाँ चाहिँ नुडल्स लभर पनि यता बुङ्गुर। म चाहिँ अब आएपछि बुङ्गुरै खान्छु। ल गाइज क्यामेराहरू चाहिँ यस्तो दामी दामी छ होइन। हे गाइज गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मैले मेरो भ्लग मेरो रुमदेखि स्टार्ट गरेको छु। सो त्यही भएर सबैलाई धेरै धेरै माया छ। ल गाइज म चाहिँ अब बिहान केही पनि खाएको थिएन कि ओभर हम्स भयो हो। सो त्यही भएर अब मैले चाहिँ अब यहाँ समोसा लिएको छु। यो समोसा खाएर चाहिँ अब डाइरेक्ट चल्दिने हो। अनि अब गएर डाइरेक्ट उता गएर खाना खान्छु। यो चाहिँ मेट्रो स्टेसन है दुबईको। सो म चाहिँ अब मेट्रोमा जान्छु। ल गाइज मसँग चाहिँ 3टा बस कार्ड छ होइन। सो अब कुनमा चाहिँ पैसा छ हेर्नुपर्छ। मैले यसमा 23 दिराम रहेछ। ल यसले पुग्छ। यसमा 13 दिराम। यसमा 5 दिराम भनेपछि मलाई पुग्छ, पैसा हाल्नु पर्दैन। ल गाइस यहाँ चाहिँ यस्तो सिस्टम छ है। यहाँ चाहिँ टक्कै टिट पार्नुपर्छ, टक्कै खोलिदिन्छ है। अब मेरो चाहिँ यता हो, यतापट्टिदेखि जान्छ मेरो चाहिँ गन्तव्यतिर। सो अहिले चाहिँ लिफ्टमा छु म। गाइज म चाहिँ बुर्जुमानमा आइपुगेँ होइन। म चाहिँ यो ठाउँ चाहिँ फेरि कहिले बिर्सिन्छु क्या। यहाँ चाहिँ फेरि बाटो कता हो होइन। यो सबैभन्दा ठुलो हो नि त मेट्रो स्टेसन। गाइज म चाहिँ अब खाना खान आँटेको छु है। अघि खाएको के अरे त्यो समोसा त बाटोमा आउँदा आउँदै सकिगयो होइन। सो त्यही भएर बरु भोक पनि लागिरहेछ। अब फाइनली यहाँ मेरो आइसकेको छ खानाहरू पनि। यता बुङ्गुर। म चाहिँ अब आएपछि बुङ्गुरै खान्छु। गाइज म चाहिँ बटुबेको माउन्टेन एभरेस्टमा आइपुगेको छु है। अनि यहाँ चाहिँ नुडल्स लभर को हुनुहुन्छ, हट स्पाइसी। अनि यहाँ अचारहरू, यहाँ चाहिँ सबै नेपालको आइटमहरू पाउँछ अरे। सो त्यही भएर म चाहिँ भिजिट गर्दैछु। यहाँ रायोको साग अनि यताउता ताजा सागसब्जीहरू सबै होइन। ल गाइज क्यामेराहरू चाहिँ यस्तो दामी दामी छ होइन। मलाई चाहिँ यो किन्न मन लागेको छ, अहिले नयाँ आएको। तर प्राइस चाहिँ एकदम महँगो हो है। के छैन, तर नेपालमा किन्नुभन्दा यहाँ किन्न फाइदा हो। यस्तो छ। ल गाइज यति गर्मी छ नि, यति गर्मी छ। म चाहिँ खास गरी अब क्यामेरा हेर्नु भनेर गएको। दामहरू कति छ भनेर। ठिकै हो अब क्यामेराको दामहरू त। सो म चाहिँ अब सायद अब नेक्स्ट मन्थतिर किन्छु होला सायद। क्यामेरा राम्रै लाग्यो। सो त्यही भएर जाँदैछु अब चाहिँ रुमतिर भन्दा पनि अब जान्छु अब पहिला काम गर्ने ठाउँमा। ल गाइज म चाहिँ अब पहिला काम गर्ने ठाउँमा आएको छु यहाँ। अनि यहाँ चाहिँ मेरो धेरै सङ्घर्ष छ क्या। 2-3 वर्ष काम गरेँ होइन। सो अझै याद आउँछ। तर ल मेरो दाइलाई भेटायो है। हाम्रो सुपरभाइजर हो पहिलाको चाहिँ होइन। ल फाइनली मेरो दाइलाई भेटायो। अनि के छ त केही भन्नुहुन्छ? न सबै ठिकठाक छ। मलाई भेटेर कस्तो लाग्यो? अनि ठिकै लाग्यो नि। अब इम्प्रुभ भयो अनि मान्छे भेट त राम्रै हुन्छ। त्यही त म पनि अब दाइलाई यसो भेट्छु कि भनेर आएको थिएँ होइन। अनि मलाई भेटेँ, खुसी लाग्यो। म त के अशोकले चिन्छ कि चिन्दैन नचिन्नु दाइलाई, यहाँ दाइको अन्डरमा काम गर्ने हामी नचिन्नु होइन। ल